स्वागत छ आजको न्यू भिडियोमा। ल कृति हामी कहाँ छौँ? मितिनी दहापोट यता हो। अहिले चाहिँ केटीहरू हामीहरू वासरुम जानु आँटेको छौँ। हामी चाहिँ वासरुम जानु लागेको। धेरै नै गाह्रो भएर बहिनीहरूलाई भन्नु रे के राम्रो छ जोस् वासरुम जाने बाटो पनि। ल ब्लग विल कन्टिन्यू गाइज। यहाँ देख्न सक्नुहुन्छ यो दोहापोर्टको नजरियाहरू। साथीहरू चाहिँ हिँड्दै हुनुहुन्छ अनि म पनि हिँड्दैछु। कमला दिदीको लोकेसन माथि हो, तर यहाँ पनि चियाको बकला थियो, तर अहिले रमदानले गरेर स्टप भएको छ। त्यही भएर हामीले खानु पाइरहेको छैनौँ। हामी खाएर पनि देखाउँछौँ घरमा। हावा चाहिँ धेरै चलिरहेको छ होइन। देख्न सक्नुहुन्छ उहाँ ढुङ्गा। हजुरहरूलाई सबै एकता देखाउनेछु। देख्न सक्नुहुन्छ सबैजनाले। हाम्रो साथीहरू पर हुनुहुन्छ। फेरि पनि ल्याउनेछौँ भिडियो। साथीहरू अब चाहिँ हामी जाँदैछौँ साथीहरू भेट्नलाई। हामी भेट्न आइरहेको छौँ। अहिले भेटेपछि हामी फेरि पनि तपाईँहरूलाई देखाउनेछु। के भन्नु छ डिम्पल तिमीलाई? हाम्रो साथीहरू चाहिँ उता पर्खेर बसिरहेको छ हामीलाई। यो भनेको त मलाई पनि थाहा छैन, तर समुद्र बनाउन चाहिँ मैले बनाएको। नाम चाहिँ अलिक राख्न, उद्घाटन चाहिँ भएन, ओपनिङ चाहिँ भएन। यहाँभित्र मेरो सबै स्टाफहरूले काम गरिरहेको छ। अहिले चाहिँ हल्का बिजी छ, नभए देखाइदिन्थेँ। अहिले चाहिँ म आज मेरो छुट्टी हो। हिजो यस्तै इफ्तार पार्टीमा बोलाएको थियो सिटी सेन्टरमा। यसरी हो। अनि हाम्रो पार्टी चाहिँ सकेर आज चाहिँ यस्तो साथीहरू भाइहरूसँग घुम्नुलाई आइरहेको। के गर्नु साथी, फोन आइफोन छ। क्या बात कही है। देख्न सक्नुहुन्छ अमेरिकन गर्लहरू आइरहेको छ। यहाँ कपालहरू आइरहेको छ। यस्तो अरे समुद्रहरू हेर्नु होला। अब यिनीहरूलाई देख्यो भने मारिहाल्छन्। सिनहरू त हामी नै छौँ। सिनहरू त्यहाँ सिनकै राम्रो हुने हो। देख्न सक्नुहुन्छ यो पनि दुईजना सिन नैबाट मगाएको हो। यो डुङ्गा चाहिँ मेरो दाजुको हो। मैले अर्कै लाएर आएको थिएँ, यस्तो लाएर आउनु परेको छ। आज रमदानले गरेर हामीले छोटो लाउनु नदिएको हो डिम्पललाई। त्यसरी साथीहरू, हाम्रो साथीहरू उहाँ हुनुहुन्छ। हाम्रो साथीहरू सबैजना टिकटक बनाउँदै हुनुहुन्छ। ल यही हो हाम्रो साथीहरू जक्सन। अब चाहिँ दिदीहरू नाच्न थाले आफ्नै तालमा। टिकटकमा बहिनी आफ्नै तरिकामा बोलिरहेको छ। दिदीहरूको आफ्नै तालमा टिकटक बनाइराखेका छन्। कोही नाचिरहेछन्, कोही यताउता हेर्दै दुईतिरको रिहर्सल गरिरहेको छ। अनि एउटा क्यामेराम्यान अनि एउटा
भिडियो मेकर रमाइलो भएको थियो। सक्नु भएको ल है ल फ्याल्दिनु फ्याल्दिनु कृति बहिनी मैले तिमीलाई के हराएको थिएँ घर गयो साँच्चै डार्लिङ के छ खबर हामी कहाँ छौँ हामी दुवाकोटै हो भात माग्यो भात पकाएर म चाहिँ होइन खतरा अवतारमा आइसकेको छु देख्न सक्नुहुन्छ तपाईँहरू म चाहिँ फोन मेरो बहिनीलाई हस्तान्तरण गर्दैछु होइन बहिनीले फेरि फोन हस्तान्तरण गरेपछि राम्रोसित भिडियो बनाउन जान्दैछौँ। हामी त त्यस्तो केही बनाउनु जान्दिनँ हिरा खै हाम्रो साथीहरू हो हामीले लेन बुजर मगाएको थियो लेन बुजरै आएन त कहाँ गएछ कि ऊ पर भनेको त कन्डम टावर हो फेरि भनिदिनु दिदी त्यतिकै हाँस्यो नि अनि त्यसो गर्दाखेरि हामी देखिन्छ कि तिनीहरू त्यस्तो अनि हामी भन्ने अनि म अस्ति यहाँ आएको थिएँ मेरो बेबीसँग उहाँ पर अनि त्यहाँ भिडियो गरिदिएको थिएँ बेबीले मेरो बहिनीले यति धेरै माया गर्छ भनेर चाहिँ थाहा थियो। हाम्रो दिदीहरूलाई फलेजामा बस्नु लगाएको थिएँ मैले म त यहाँनिर लगाउँछु भनेको थिएँ नि किनिहालेँ अहिले मात्रै यहाँ त नागिनहरू काँचुली फेर्दै आएको छ के नागिनहरू यहाँ भेट्न सफल भयो काँचुली फेरेर आएको छ है अब गाइज हाम्रो साथीहरूले यहाँ स्विमिङ हान्न आँटेको छ हामी त आएर उतै बस्यौँ शीतलमा बस्यौँ एकछिन जा त पनि के गरेको केटाकेटीहरू लट्टीकुली यहाँ अगाडि गर्छु के गरेको टिकुली ए ल आम्बो यति चाहिँ हुनु पर्यो यतिको चाहिँ हुनु पर्यो यतिको चाहिँ हुनु पर्यो ल जाओस् के गरेको कान्छी पेलेको ए के गरेको हिरालाई त बसायो बस नबजा नै हुँदैन
हाम्रो यस्तै खबर घुमा घुमा सरस्वती मजाले के एकछिन न केटीहरूको हेरौँ हिरालाई बसाल्ने भत्कालाई कुर्सी बाइकमा अब मैले पालिँदैछ गाइड्स म चाहिँ हलिँदैछु होइन गाइड्स गाइड्स ल है ल है ल है ल है ल है उल्टो सुल्टो उल्टो सुल्टो जाओ जाओ वेलकम ब्याक हाम्रो यो भ्लगमा यहाँ देख्नुहुनेछ यहाँ डुङ्गा डुबेको हेर्नुहुन सक्नुहुनेछ यहाँ सिप आउँदैछ सिप जहाज वाइट सिप सिप केटीहरूमा हामीलाई छोडेर गइरहेको छ अगाडि हामी चाहिँ यहाँ सबैजना हेर्दै उनीहरूको आफन्तहरू आइरहेछ रिलेटिभसँग भेटिरहेको छ भेटभाट गरेको ऊ त्यो बिरालोले चाहिँ हामीलाई पर्खेर बसिरहेछ तर तपाईँहरूले देख्नु भएको छैन आइफोन आएर तर त्यहाँ चाहिँ त्यो साइकलमा चाहिँ कपाल कपाल हो टाइटेनिक टाइटेनिक हाम्रो डुङ्गा आइरहेको छ हामीलाई अघि नै डुङ्गामा अफर दिइसकेको थियो हामी नगएको हो क्या हामी रिजेक्ट गरिदिएको किनभने हामीले भिजिटको लागि आएको खैरेहरू अन्तर्राष्ट्रियबाट आइसकेको छ यो चाहिँ दोहाको मेन सिटीको म्युजियम हो त्यो बिरालोले हामीलाई पर्खेर बसिरहेछ डल्ली दिदी जाँदै हुनुहुन्छ मासु मासु 1 केजी लिएर दिने भन्नुहुन्छ उहाँ अफर दिँदै हुनुहुन्छ डुङ्गा चढ्नेको लागि नै नै अनि यहाँ बिरालो भेटिसक्नु भएको छ मितिनीको मितिनी तुले अहिले सबैको पाउने छ अहिले सबै पाउने छ के हाम्रो भिल्लामा 2 जना छ के बोलेको कपाल त हरा गरे
काटिने सलाई कोरेर उहाँको कुन कुन पार्लरले तपाईँलाई ठग भन्नुहोस् कुन पार्लर पैसा नै चाहियो त्यो पनि देखाउँछु अलिअलि बाबा दिदी के भन्नुहुन्छ तपाईँ यो विषयमा कहाँ हो यस्तो बिजी मिटिनेको सम्पत्तिहरूको चाहिँ यहाँ सदुपयोग भएन अरे मेरो यस्तै छ पारा ओके गाइज वी विल मीट लेटर हैन बाइ नेक्स्ट